हेलो नमस्ते आनास्यु तपाईँलाई फेरि पनि स्वागत छ मेरो न्यू भ्लगमा। आज चाहिँ हामी चाहिँ एक ठाउँमा घुम्न जाँदैछौँ। त्यो ठाउँ भनेको एकदम कोरियाको पुरानो संस्कृति भएको ठाउँमा हामी चाहिँ यहाँबाट चाहिँ स्टार्ट गरिसक्यौँ होइन आफ्नो कम्पनीदेखि। अस्ति चाहिँ मौसम यस्तो सुक्खा टाइपको थियो, बुट्टाहरू पुरै सुके जस्तो देखिन्थ्यो नि त। आज पुरै हरियाली फेरि हरियाली छाएको छ। वाउ क्या दामी मौसमसँगै दुईजना तल पुगिसके, एकजना आउँदै हुनुहुन्छ, एकजना चाहिँ म नै हो होइन। हेर्दै गर्नु अब यस्तै छ। आज चाहिँ कोरियाको सबैभन्दा पुरानो संस्कृति के छ त्यहाँ, कस्तो कस्तो देखिन्छ त्यो कुराहरू देखाउने छु। अनि त्यसमा चाहिँ तपाईँहरूले चाहिँ एकदम साथ सपोर्ट दिएर हेर्नुपर्ने हुन्छ। त्यो चाहिँ कस्तो छ त भन्ने हामीलाई नि थाहा छैन नि त, कोरियाको संस्कृति के छ, कपडाहरू हरेक कुराहरू। त्यसले गर्दाखेरि आज हेर्न जान मन लाग्छ। 안녕하세요. 소가우 이야기해봐. 안녕하세요. ओइ म छ केटा एकदम ह्यान्डसम म्यान होइन। यो चाहिँ फेरि खतराबाट हिँडेको चाहिँ पुरै ट्वाक 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 ट्वाक। मौसम चाहिँ बवाल छ। उहाँ चाहिँ एकदम हिमाल सर हुनुहुन्छ, फेरि एकदम चुवाक, फेरि ह्यान्डसम भनेर हिँडिराख्नु भएको छ। अनि हिमाल सर हजुर कति खायो? हामी चाहिँ आज कोरियामा रहेको एकदम धेरै प्रोटोकल स्थल सन्जुमा रहेको हानोक माउल भएको कोरियाको प्राचीन ड्रेसहरू अथवा प्राचीन कपडाहरू र हामीले प्राचीन घरहरूलाई हामीले अवलोकन गर्न जाँदैछौँ। करिब यहाँदेखि 2 घन्टाको बसको यात्रापछि हामी त्यहाँ पुग्नेछौँ। त्यहाँ पुगिसक्यो भने तपाईँहरूले हामीले सम्पूर्ण जानकारी पनि दिनेछौँ। ओके सर। चाहिँ बुट्टाहरू, रोडको बुट्टाहरू यसरी सफा गर्ने रोडले नै पैसा दिएर राखेको हुन्छ कि उहाँ चाहिँ यसरी गर्दै हुन्छ। मस्तले अङ्कल चाहिँ आनन्दले गर्यो पैसा। बस स्ट्यान्ड यहाँदेखि चाहिँ बस स्ट्यान्ड, त्यहाँ बस स्ट्यान्डमा गएर बस कुट्छौँ, कतिखेर आउँछ। अनि बस पुगे साथसाथै बसमा प्रस्थान हुँदै 2 घन्टा समथिङ 2 घन्टा जति लाग्छ भन्ने सुनेको हो। त्यो चाहिँ हेर्दै गरौँ कस्तो छ। अनि त्यहाँबाट यसो सपोर्ट गर्नु पऱ्यो क्या, भिडियोहरू हेर्ने जति हुन्छ सबैले एकजनालाई सेयर अनि सब्सक्राइब हरेक कुरा गरेर अनि यसो बढाउनु पऱ्यो सब्सक्राइबहरू भन्ने कुरो हो। के हुन्छ अब साथ सपोर्ट सबैको चाहिन्छ। जस्मिन खायो जी नआयो, जस्मिन त नआयो। ह्यान्डसम भाइ कम्बोडियन माल सुकाऊ एप्पो नआवा चिन्छ हाय चिन्छ नमु एप्पो इताका भिडियो फायो इताका ना छन्ने के इगा वीडियो अपलोड है था में न फायो इते एप्पो इयागी है छोआन छ 한국 छोआन छ सुकाऊ 좋아요? 돈 많아? 조금 많으셔. 다 돈 끝났어 있어? 돈 있어 없어? 있어요? 있어요? 네. 아 오늘 파티 만들어 저기. 그래서 ठुलो ऐना बसे देख्न सक्छ हामी। अनि वाउ क्या दामी देखिन्छ कि फेरि यो मौसम। मलाई चाहिँ होइन एक्लै पनि बिहान म बिदाको समयमा यो पारि देख्न सक्छु। यतातिर यही लाइनमा म घुम्ने लग समथिङ 3-4 किलोमिटर छ। यो पुरै रनिङ गर्छु, रमाइलो छ। मलाई चाहिँ प्राकृतिक दृश्य लास मनपर्छ। सायद सबैलाई प्राकृतिक दृश्य मन नपर्ने चाहिँ कमै हुन्छ होला। अब चाहिँ हामी चाहिँ यहाँ बस स्टेसनमा आइपुग्यौँ। यहाँबाट चाहिँ अर्को हाम्रो दामेङको बस स्टेसनमा जान्छौँ। करिब यहाँबाट हामी चाहिँ त्यहाँबाट आएसँगै बसबाट प्रस्थान गरेर बसमा चढिसक्यौँ। बसमा चाहिँ एकदम आज चाहिँ सबैभन्दा धेरै मान्छे हुन्छ। यता त्यस्तो हुन्छ कोरियामा आएर फर्स्टचोटि चाहिँ यति मान्छे देखेको। समथिङ बसमा हामी कतिजना त आउने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 15 जना रहेछ। बसबाट चाहिँ झरिसक्यौँ। बसबाट झरेर चाहिँ हामी यताबाट चाहिँ साइकल स्टेसन साइकल देख्न सक्नुहुन्छ। यो साइकलहरू यसरी राख्ने ठाउँ हुन्छ। यो चाहिँ पर चाहिँ यो पहिला 2 महिना जतिको एक्सिडेन्ट भएको हामी यहाँनिर त्यो बाटोमा त्यहाँ एक्सिडेन्ट भएको थियो। त्यसलाई नै यहाँ चाहिँ ल्याएर राखेँ। यस्तै छ। अनि पर चाहिँ देख्नु सक्नुहुन्छ
यहाँ बगैँचा चट्टको पारेर पुरै काम गर्ने मान्छेहरू त्यहाँ हुनुहुन्छ रोडमा काम गर्नेहरू उहाँहरू हुनुहुन्छ तर एकदम राम्रो आनन्दको वातावरण बस्न पाइयो चट्ट हाम्रो ठुलो मैले हुँदैन हाम्रोतिर चाहिँ बस यता बुटोल काठमाडौँ सुर्खेत नेपालगञ्ज त्यहाँ 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 दैलो यता यता भन्ने हुन्छ यहाँ चाहिँ आनन्द हो कि केही हुँदैन बस्ने ठाउँको नाम टक्क त्यहाँ खङ्जु छ हाम्रो त्यो खङ्जुको बस आयो भने चाहिँ यहाँ लाइन लाग्छ टक्क अनि ट्याक्क टाइममा हो भने चाहिँ मान्छे हुनु नहुनु त्यो छिनिहाल्छ यो बस चाहिँ लास्ट मन पऱ्यो भिआइपी बसहरू ओ देख्नु क्या दामी बस छ यस्तो बस चढ्न यस्तो आनन्द यस्तो सिटहरू हुन्छन् पुरै प्लेन टाइपको सिटहरू प्लेनमा हुन्छन् सिट त्यस्तै यस्तो दामी बसहरू यस्तो भयो हाम्रोतिर एकाबाट कुच्याएको बस त्यही पनि ढोका ढ्याङ्रा डुङडुङ सिट उफ्रेर हैरान त्यस्तो हुन्छ गाह्रो छ कहिले बन्ला देश कहिले बन्ला हाम्रोतिर बस चाहिँ मन पर्यो कहाँको भयो सुसाको मेजङ अरे 311 थुङपक यो दामी बस होइन खङ्जुको होइन उतापट्टि लाग्यो कस्तो दामी देखिन्छ कि सिन बस वाउ हामी चाहिँ बस पनि आइसकेको छ अब हामी चाहिँ बसमा चढेर जान्छौँ चाहिँ बस चढेर यहाँ चाहिँ कार बाहिरबाट पनि क्लिक हाल्छ खङ्जु हिमाल कहाँ ल्याऊ 유스게 터미널 감사합니다. बादलले हामी गरेर मान्छे त लास्ट सरी मान्छे चाहिँ आज चाहिँ अति धेरै छन् बस्छौँ उहाँहरूलाई चाहिँ म चाहिँ यो दृश्यहरू देखाउँदै हिँड्दैछु अब हामी चाहिँ यहाँबाट दामराङ बस स्टेसनबाट अघि बढिसके बस चाहिँ आजभोलि चाहिँ मान्छे बिदा भएको कारणले होला सायद मान्छे लास्टै जुत्ता मान्छे धेरै हुनुहुन्छ धेरै बस्नुभएको छ त्यस्तै सँगै के देखिन्छ त यस्तो चिप्लो रोडमा कुदाएको आनन्दै बेग्लै हुन्छ नि त हात ठोक्यो मेरो यसमा ट्याङ मेरो हात ठोक्यो यसरी दुख्यो हात ठोक्यो लास्टै दुख्यो छुट्टै एकदम दामी दृश्य साइडमा देख्नुहुन्छ तपाईँहरू साइडमा यसो फुलहरू फुलेको यसै प्रस्थानसँगै हामी करिब आधी घन्टा चाहिँ घरबाट निस्केको भइसक्यो त्यससँगै अब हामी चाहिँ खङ्जुको नजिक साइडमा हुँदैछौँ म चाहिँ सकेसम्म सबै भिडियो लामो भए तापनि सबै क्यामेरामा कैद गर्ने कोसिस गरिरहेको छु बाटो चाहिँ एकदम दामी छ बवाल छ तपाईँहरूले सक्नुहुन्छ कोरियामा सबैभन्दा बढी चलेको गाडी चाहिँ सानो गाडी सामान बोक्नुको लागि एकदम सजिलो अहिले चाहिँ आज चाहिँ मान्छे चाहिँ लास्टै धेरै हुन्छ भिडभाड छ यहाँबाट चाहिँ त्यो पर त्यो किन रोकेछ भनेपछि त्यो 4 सेकेन्ड छ अब त्यो 4 3 2 1 सक्यो त्यो सेकेन्ड ट्याक्क सक्यो भने चाहिँ मान्छे हिँड्छ सक्यो जेब्रा क्रसमा अब जेब्रा क्रसमा बाटो सकिएसँगै अनि यहाँबाट चाहिँ अघि बढिसक्यो साइडमा म अलिक दृश्य
क्यामेरामा कैद गर्दै मलाई सबैभन्दा मनपर्ने भनेको अर्को कुरा चाहिँ कोरियामा चाहिँ यो के तामाको भाँडामा यस्तो मजाले हुन्छ नि यस्तो दामी गमला बनाएको छ कि तामाको भाँडा हो कि माटोको तामा देखिन्छ तामाकै होला न सायद कुरा हेर मैले बसभित्रबाट जुम गर्दैछ तामाकै होला नि यस्तो भन्छ यस्तो गमला बनाएर यो टर्निङ लाइनमा दामी हुन्छ कि अब हामी चाहिँ यताबाट राइट टर्न गरेर अघि बढ्दैछ हेर्दै जाऊँ अझ के देखिन्छ हेर्दै गर्नु भिडियो लास्टसम्म हेर्दै गर रमाइलो हुनेछ कस्तो हुनेछ के देखिन्छ कस्तो रहेछ त कोरियाको वातावरण आजभोलि बसन्त ऋतु लगे समय कस्तो हुँदो रहेछ यहाँको अब यहाँ कोरियामै आउनु नसके तापनि यही भिडियोबाट हेरेर मनमोहक दृश्य अवलोकन गर्नु होला एकदम स्पिड छ होइन गाडीको यो स्पिड सँगसँगै यो साइडहरूको बसन्त ऋतुको फुलहरू फुलेको देख्न सक्नुहुन्छ जो पुरानो संस्कृतिको घरहरू पनि यथावत नै छन् अझै पनि यो सानसानो घरहरू यो टर्नेल हाउसहरूबाट अघि बढ्दै यो राम्रो यो हाम्रो खोला यो हाम्रै खोला हो हाम्रो माथि कम्पनीको साइडको खोला अनि हरेक कुरा कैद गर्दै अब म हिँड्दैछु आज रमाइलो हुनेवाला छ हामी चारजना कहाँसम्म पुग्छौँ भनेपछि तपाईँहरू हेरेर देख्न सक्नुहुन्छ लास्टसम्म मलाई मनपर्ने के हो के हेर्नु के भनेपछि यो कसरी बनाएको छ यो प्राकृतिक हो तर कृत्रिम जसरी फुलहरू टर्नेल मुनि आइपुगेछ भिडियो अति नै राम्रो हुनेछ राम्रो नभएर पनि अब राम्रो मान्ने हुने होला लामो चाहिँ लामो हुनेछ है चाहिँ सानो बाटो पनि खुट्टाले टक्क बनाएको हुन्छ के राम्रो के माथि चाहिँ एकदम ठुलो हाइवे हो त्यो हाइवेबाट चाहिँ प्राय यो माथिको यो हाइवे लास्ट स्पिड हुन्छ त्यही स्पिड चाहिँ ठाउँमा नै हामी आइपुग्यौँ अब चाहिँ बसको गति एकदम तीव्र हुन्छ बाइकको भन्दा पनि अलिक बढी तीव्र हुन्छ समथिङ 100 क्रस त्यहाँ कति हुन्छ उताबाट गाडी आएको देख्नु सक्नुहुन्छ यति स्पिड देख्नुभयो लास्टै स्पिड हुन्छ कि यो त्यहाँ सोलो गर्नै पाइँदैन गाडीहरू सोलो गऱ्यो भनेपछि अटोमेटिक एक्सिडेन्ट कि एउटाबाट एउटा ठुकिने गर्दाखेरि सागो हुनसक्छ सागो भनेको दुर्घटना हुनसक्छ त्यस कारणले गर्दाखेरि आफै यो जति निर्धारित गरिएको छ यहाँको यो स्पिड गति कति छ त्यही अनुसार कुदाउनु पर्ने हुन्छ त्यसै सँगसँगै हामी अगाडि बढ्दैछौँ हामी चाहिँ आइपुगिसक्यौँ लगभग ठुलो सहरमा यो सहर चाहिँ कोरियाको चौथो ठुलो सहर हो हामी आएको छौँ अहिले कोरियाको चौथो ठुलो सहर भने चाहिँ पहिला सहर भएको सहर बुसान होल्सान के के हुने हिँड्छन्तिर त्यसपछिको भने खङ्जु एरियामा प्रवेश गरिसकेको छौँ बस चाहिँ अगाडि स्टप भएको छ
ठुलो सहरभित्र प्रवेश गरिसकेका छौँ। र चाहिँ यहाँबाट बस स्टेसन, यहाँको बस स्टेसन यत्रो ठुलो सहरको सबभन्दा ठुलो बस स्टेसन कस्तो छ त, कस्तो हुँदो रहेछ त्यो पनि एकछिनमा देखाउने नै छु। यतै गर्नु 자리에서 일어나 이동하는 것을 금지해 주시고 정류장에 완전히 정차해오면 자리에서 일어나 한성해 주세요. 저희는 बसबाट नउठेर बस सिटमा बसिरहेको होला, नआत्तिएर हिँडेको छ। यहाँ त खम्छु यहाँको बस चाहिँ यही हो। बस हिँड्छ कि हामी चाहिँ बस पार्क भित्र आइपुग्यौँ। बस पार्क कस्तो छ त भनेर जाँदाखेरि यहाँ चाहिँ राता बस मात्रै आउँछु ए पुरै निर्माण क्षेत्र बन्दैछ। राता बस हामी बस गयो। यो बस पार्क छ एरिया यो। अब हामी चाहिँ हाल चाहिँ भित्र प्रस्थान खङ्गु अन्जन यहाँ चाहिँ कस्तो छ त भनेपछि कता गयो त केटाहरू। के छ मास्टर साहब, के छ त्यो भवन त्यत्रो के खाना ऊ पर हो पर त्यो पर टिकट काट्न लाग्छ त अनि यहाँ चाहिँ के पाइँदो रहेछ हेरौँ न। यहाँ चाहिँ यो 7,000मा यस्तो यहाँ कार्ड हाल्ने टक्क कच्चा कार्ड हाल्ने घच्चा तान्ने हिँड्ने सिस्टम छ। नाम्जा वाजाङसी यता भयो। वाजाङसी टोइलेट चाहिँ आज चाहिँ मान्छे लास्टै कम हुनुहुन्छ। सामान चाहिँ एकदम राम्रो छ कि अब चाहिँ पर टिकट काट्ने हिमाल पर टिकट काट्ने यहाँबाट गएर चाहिँ टिकट काट्ने ठाउँ चाहिँ यहाँ छ। यहाँ यता पनि हेर्छु कि काम चाहिँ भइरहेको छ। दुईवटा कता गएर लत्तो देखेँ। म त मान्छे धेरै देखेँ टिकट काट्नु अघि कति धेरै थियो त। यस्तो मजाले यसरी नानी बाबु समाएर यहाँ यसरी कस्तो किताब पढ्न आएको टक्क बनाएको यस्तो मूर्ति यहाँ यता बसेर टक्क फुटबल राखेर यहाँ चाहिँ किताबहरू लाग्छन् बाजेले। यो साथमा चाहिँ बस्छ यहाँ त्यसरी म पनि किताबहरू साथीहरूसँग लिएर किताबहरू नि जाने आमाबाट अगाडितिर कस्तो छ त सिस्टम भनेपछि चाहिँ जाम। यहाँ चाहिँ यो फोटोपे यहाँ चाहिँ योबाट चाहिँ चट्टै यत्रो टावर छ। यहाँ चाहिँ यस्तो छ माहौल देख्न सक्नुहुन्छ तपाईँ पुरै दृश्यमा। यहाँ चाहिँ हामी चाहिँ आफ्नै तालमा मास्टर साहबसँग रेल त छ क्या मास्टर यार। यता पछाडि चाहिँ यति ठुलो नावा रेल चलाउनु त ट्याक्सी गाडी जानुपर्छ। हामी चाहिँ रेलमा जानको लागि अब यो चाहिँ ट्याक्सीबाट आएर अब यहाँबाट चाहिँ ठोके थियो गाडी धर्ने ठोके थियो। यहाँबाट चाहिँ कुर्सी राखेको छ मान्छे बस्नको लागि। तलै यति धेरै कुर्सीहरू यहाँबाट चाहिँ एकदम धेरै कुर्सीहरू छन्छ नि सोकाउ छा नआउँछ कि न सोकाउ कि न
원장보드로 모드로 건너가면 괜찮아요. 원장보드. 세상에 아빠 यहाँ पर बरकरार गर्दै त अनि चाहिँ जाँदैछौँ फङ्चुयाकभित्र प्रवेश टिकट किन्यौँ के भयो भनेपछि यो बसमा जाने भन्ने कुरो निर्णय गर्थ्यो के नै हिँड्दै जाऊँ बरु रमाइलो गर्दा गाडी हो कि पुरै पुलिसको जस्तो छ त पुरै ल फेरि अब त्यहाँबाट यता चढ्ने भने यता आइयो 6000 रुपियाँ काट्यो फेरि उता काट्यो अब यहाँबाट जानु पर्यो फेरि यो केटीएक्सको रहेछ यहाँ चाहिँ पाइएन 오늘 뭔 사람들이 차들이 뭐 대낮부터 어째 이렇게 맥히는 이유가 뭐예요? 오늘 복잡했네요. 아침부터요. 이거 뭐 내일부터 연휴하는데 어디 놀러 가려고 지금 이거리 하는 거예요? 요 정신병자들이 집에 가만히 있다가 좀 한 이틀이나 후에나 어디 움직이지. 이거 한 번에 이렇게 몰려오면 안 되잖아. भक्कु बोल्छ म त बुझ्दैन 요놈들이. सोच अब त्यहाँबाट चाहिँ फेरि त्यो क्यान्सल हान्यो 아니 여기서 이제 여기서 타가지고 내려가고 그 한옥만 한 2시간 반 정도 걸린다 생각합니다. 저기서? 전주에서? 여기서 यहाँबाट चाहिँ अझै चाहिँ टाइम 2:30 लाग्छ भन्दैछ हामी चाहिँ त्यो रेलको टिकट क्यान्सल गरेर फेरि पुनः चढेर यताउता गरेर 1 घन्टा सक्यो रेलको रहर पनि पुरा भयो रेलको पुरा रहर पुरा भयो बाजेसँग फेरि उसकै ट्याक्सीमा चढेर जाँदैछौँ फेरि रेलमा नै बाजे यताबाट गयो अब थिएन्टा पुरै अब बसेर फेरि ठिक छ अब चाहिँ कसरी हुन्छ जाने कोसिस जारी हुन्छ बिहानबाट खाना नि केही खाएको छैनौँ त्यसो घुमाइने गाह्रो छ यस्तो छ हामी चाहिँ यहाँबाट चाहिँ यता पुरै बुकहरू देख्न पुग्दै हो भनेको हिँड्नु बाटोमा हो अनि यो बाटोमा चाहिँ यता साइडमा हरेक कुराहरू देख्न पाइन्छ वाङजी लेखेको देख्न पाइन्छ यस्तो हुन्छ हरेक कुराहरू सर्ट भएर देख्दा देख्दै हामी चाहिँ अनि यहाँबाट चाहिँ यो गरेर चाहिँ अब यहाँबाट चाहिँ जाँदैछौँ कहाँ भनेपछि फेरि यो अन्डरग्राउन्डबाट हामी चढेर माथि बस टर्मिनलमै जाने निटो गर्दै हिँड्दै अब त्यहाँबाट फेरि एकदम ढिलो भइसकेको छ हामीलाई हामी आएको 7 बज्यो राम कति भइसक्यो भनेपछि पुरै छैन केटाहरू एकदम कुदेका छन् फेरि हामी अघि त्यहाँबाट ट्याक्सी चढेर गएको थियौँ भनेपछि ओहो हामी फेरि फर्केर नहल्का यो चाहिँ फेरि अब साथी चाहिँ भेटियो भेटे सँगसँगै हामी चाहिँ सर फेरि अब कसरी गइन्छ भनेर भिडियो बनाउँछौँ तपाईँलाई भोक लाग्यो भनेपछि हामी चाहिँ नेपाली 300-3000 एउटा पाउँदा छानी जाने हाम्रो त दामी छ पैसा पनि जस्तो जाने टिकट काटेर सब
यहाँबाट चाहिँ बस चाहिँ स्टप भइसकेको छ। अब हामी चाहिँ स्टप छ यहाँबाट हिमालको साथमा हुन्छ। अब यहाँबाट चाहिँ केही बेरको अगाडि लागेर जान्छौँ। हामी चाहिँ बसबाट झऱ्यौँ। अब चाहिँ यस्तो हुँदो रहेछ कि गाह्रो क्या त्यो सानो पुड्की राम्ररी परेन भने त अनि त्यहाँबाट हो यो नानी हो क्या मैथिन परेको क्या होइन भन्ने पर्ने हो क्या अनुहारै हेर थाहा भयो। हामी चाहिँ यो छन्जुको बस स्टेसनमा भइसक्यो। त्यसपछि हामी आएको बस चाहिँ सरबाट यही हो, तपाईँ देख्न सक्नुहुन्छ। अब यो बस चाहिँ लाग्यो हामीलाई यहाँ टक्क पुर्याउँदा बित्तिकै बस लाग्यो। अब यहाँबाट कता कता जाने भन्ने हुन्छ। अब भिडियो हेर्दै जाऊँ बनाउँदै जाऊँ। केटाहरू चाहिँ लागिसक्यो अघि म पनि अब त्यस्तो छ पुरै निदाको तालमा सुतेको। यसो बाटोमा के देखिन्छ भनेर बनाउँला भन्ने सोच थियो तर बनाउन पाइएन। ठिकै छ बस स्टेसनमा यहाँबाट अब कहाँ जान्छ भन्ने पनि थाहा छैन। अवस्थामा अत्याधिक भोक लागेपछि हाम्रो चाहिँ त्यही झगडा गएको ठाउँमा के हो भन्छ गाई र गोरु भैँसी र राँगो के हो थाहा छैन। त्यही भएर चाहिँ यस्तै हो टक्कै यो समात्यो पाउरोटी समात्दै खाने यस्तो रोडमा बसेर हो क्या ध्यानमा फेरि हान्ने पनि आउँछ मान्छे आइरहन्। अब हामी यो खाएपछि कता जान्छ भन्ने निर्णय हुन्छ। अब खान्छ मेरो अब हामी चाहिँ यहाँबाट चाहिँ प्रस्थान गरेर अब एकबाट कहाँ हो यो मरो यो कति लाग्दो सोध्दै पार्छ। सिट खाली रहेछ कोही छ आएर सट्ट बसेको एउटा केटी अब बिरानो सहरको यो गल्लीबाट ठुला घरहरूको साथमा साइडबाट हेर्दै यस्तो यहाँको वातावरण भनेकै चट्ट साइडमा कोठाहरू साइडमा खोलाको छ खोलाको साइडमा भुटाहरू रोड शीतल हावा त्यसमा रातो बत्ती बोल्यो भनेपछि पर्खिनु पऱ्यो। अहिले हामीलाई रातो बत्ती बोलिरहेको छ उता जाने गाडी हरियो बोलिरहेको छ। त्यसपछि चाहिँ हामी जानुपर्ने यता हरियो बत्ती बोल्यो हामी कटिसक्यो। साइडमा यस्तै हुन्छ भने पुरै फ्लावरहरू 5000 अब हामी चाहिँ बिहान 7 बजेदेखिको यात्रा गर्दै अब चाहिँ केही बेरमा नजिकै आइपुग्न लागेको छौँ भन्नुहुन्न पनि आइपुग्यौँ।
यो ठाउँ छ, यो ठाउँ यो छन्दु ठाउँ बनायो।